Hello everyone, welcome back to my channel. म मोनिका यहाँलाई स्वागत छ मेरो च्यानलमा। अनि आज चाहिँ न्यू ब्लग लिएर उपस्थित भएकी छु। अनि के को ब्लग भन्दाखेरि आज चाहिँ हामी यही गुन्जानगर चटपट खान जाँदैछौँ। हिजोको 200 रुपैयाँले होली सकेकै छैन हाम्रो होलीको रल पल छ अझै। So हामी चाहिँ आज चटपटे खान जाँदैछौँ। हेर्नु होला लास्टसम्म हाम्रो भिडियो। अनि भिडियो कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला। यहाँ चाहिँ हाम्रो भोटे कुकुर रहेको छ। भोटे यो चाहिँ हाम्रो भाइरल फुल है। गन्ते जाते यार भाइरल फुल। उ त्यहाँ चाहिँ लास्ट बाग्लो रहेछ उ त्यहाँ। गएर त्यहाँ पोडी खेल्नु नि त। त्यही बाग्लो छ के रे। के स्विमिङ के। जुनगिरी ए दुईटा कहिले होला आइपुग्ने। के बोल्ने हो र हैन त। कहानी किन ग्रुप ओ यो चाहिँ हाम्रो हैन पछाडीको छ्या के हो। यो चाहिँ हाम्रो यो पछाडीको के हो रे यो औषधि फ्याक्ट्री। यसको लागि चाहिँ हामीले पनि एप्लाई गरेका थियौँ। एप्लाई गरेको 2-3 वर्ष भइसक्यो। अहिलेसम्म कुनै छैन। अनि ओ माय गॉड के काम छ त्यस्तो भएन पुरा बोकालाले मसा ओए रनमती चटपट खान जान गाह्रो तर कस्तो यहाँ कस्तो अन्डा खिरेको नाको के चटपट मात्रै हो नि त पानी बल्ल आलिहाल्यो भने यत्रो के गाई देख्ने त आली आमा पनि थाहा छ कल पिरा हुन्छ त्यसले हामी कहाँ जान लाग्यो रे। चटपट पानी बुढी कति रमाइलो ठाउँ हो। अर्को टिम आमा मामा घरमा नि कति बस्छ है। कहिले काहीँ यस्तो बाहिर निस्किनु पनि पर्छ। माइन्ड कमसे कम दिमाग त फ्रेस हुन्छ। घरमा कोच्या छ बस्या छ मासु खान्छ दिन के फ्यान मुनि बस्या छन् खान्छन् मोटा छन्। तर म चाहिँ कहिले मोटाइ
ओ यो गैडा नेपाल चितवनको गैडाहरू सौराको गैडा हो यो पुरा अक्कर भिरभिरमा पनि जान्छ। यो बेगनास ताल यो चाहिँ यो रानी महल पाल्पाको यो चाहिँ टर्चलाई रानी महल राम्रो छैन त हौ राम्रो छ नि अब यता उ रारा ताल बेगनास ताल फेवा ताल सबै यहाँ छ अनि यो चाहिँ चित्रवन बोर्डिङ चित्रवन हाम्रो जुन किरीहरू कहाँ पुगिसके 6 महिना पढाएर म निक्लेको थिएँ स्कुलबाट बगैँचा हाम्रो चटपटे पसल हामी आइपुगिसकेका छौँ अहिले चटपट खाएपछि छटपट सबैले भइहाल्छ ओ माई गॉड अँध्यारै भयो त कहाँ बस्ने होला जल्नुहुन्न के यार जान आन्टीले मलाई कस्तो दल्दियो हारमोनले कस्तो गर्दियो के बिना मिठो भयो मेरो तर बनाउनु चाहिँ सही ठाउँ बनाएको है बसेर खाने ठाउँ क्या त्यसको धुप आयो देखाइदिनु न अर्ग्यानिक पच्चर धुप ओ लाङखुट्टे आजा भाइ आजा देखे ताकु देखे अबे को थियो देखेछु अलि देखेन तायो चटपट खानु होला खाएपछि चटपट भरे दियो के हो बसिग्यो एक प्लेट ठुलो रहेछ चटपट भनेको यस्तो हुनुपर्छ एकैछिनमा चाट सिमी त्यो हङ्गरहरू चटपट पनि भएन नि त यो चटपट म चाहिँ लाङखुट्टे टोकेको भरमा चढाएँ
अस्ति यति पानीपुरी बोक्दैछ त्यहाँ छोराले नातिले मेरो पेट यत्रो भयो पैसा उधारो पनि चल्छ चस्मा आसन उतारो उधारो चल्छ रे बाँकी आएर जाने आँसु काट्दिन फेरि हाल न भाउजू दिदीले आइसक्रिम खाएको पर्दैन कि डिनर भाइ दामी भा मोबाइललाई डिनर ए डिनर रे समोसा कति मिठो भएर के थाहा छैन मिठो भयो के दा गाइसहरु मिठो भयो भने अझै फेरि एकदिन हामीलाई आएर राख्नु पर्छ समोसा खानु पर्छ चटपट समोसा हैन चटपट चाहिँ पानी पनि मिठो ओ लाइन पनि गयो हैन ल बस्न आन्टी पहिलो बाटो जाने होला नि त्यही बाटो सर्टकट यताबाट गइनु हुन्छ यताबाट गइनु हुन्छ के पेट भर्छ नि यार उत्रे त्यो सबै हातहरु उनीहरु बुढाबुढी पहिल्यै खेलेर आएर हेर्नु भोलि अत नि लास्ट बाटो हाम मात्रै हो है सायरी नि खतरा खबर लेख्छ है सैया भन्ने डर लाग्यो ओइ छेउछेउमै हिँड्नु ओइ जोड जोड ओइ गाडी आयो के भूत ए भूत बाइक आयो अर्को नि आएको खोर 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 पट पट भुतिया रोडमा भुत्नीहरु गरायो न त ओ फाइनली सबैहरु हामी चाहिँ घर आइपुगिसकेका छौँ हैन यहाँ चाहिँ भ्यू चाहिँ यहाँ दिमागको बत्ती उडिसकेको रहेछ त्यसो लाइन गएको छ त्यही भएर अन्धकार रहेको छ र म मेरो भिडियो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु ब्लग एकदम छिटोभन्दा छिटो लिएर उपस्थित हुने नै छु हस् धन्यवाद बाई बाई एन्जोय बाई के गर्नु नि अन्धकार